नेपालको राजदरबार हत्याकाण्ड नेपाली सेनाले नै गरेको र राजा वीरेन्द्र मार्ने नेपाली सेना नै हो। फेरि यो भन्दा तपाईले तसँग के प्रमाण छ भन्नु होला। सेनाका जनरलहरूले सार्वजनिक जीवनको उच्च पदमा रहेका व्यक्तिहरूले पुस्तक लेख्दा एउटा पत्रकार, एउटा टिप्पणीकार र एउटा कवि लेखे जस्तो होइन हैन। अहिले भर्खरै तपाईहरुले भारतमा हेर्नुभयो, भारतका पूर्व स्थिर सेनाध्यक्ष मनोज मुकुन्द रणवीरको पुस्तक प्रेसमा गएको प्रकाशनबाट रोकिएको छ, किनभने त्यसले राष्ट्रिय सुरक्षामा कस्तो असर पार्छ भन्ने कुरा अर्थ र महत्त्व राख्छ। तर नेपालका तिर्बल एजेन्ट सेनाका जनरलहरूले पुस्तक लेख्दा, प्रधान सेनापतिहरूले पुस्तक लेख्दा, प्रधान न्यायाधीशहरूले पुस्तक लेख्दा, प्रहरीका आइजिपीहरूले पुस्तक लेख्दा कहाँबाट स्वीकृति लिएर लेखे? परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर लेखियो, रक्षा मन्त्रालयबाट स्वीकृति लिएर लेखियो, अर्थात् गृह मन्त्रालयबाट स्वीकृति लिएर लेखियो। तपाईहरुले सार्वजनिक गरेका पुस्तकबाट नै प्रमाणित हुन्छ राजा वीरेन्द्र मार्ने तपाईहरु।